एक समयको कुरा हो। एउटा गाउँमा मेहनती किसान बस्थ्यो। ऊ बिहान सबेरे उठेर खेतमा काम गर्थ्यो। उसको खेतमा मकै, तरकारी र फलफूल प्रशस्तै हुन्थे। तर खेत छेउको जङ्गलमा बस्ने एउटा चञ्चले बाँदर सधैँ किसानको बाली बिगार्थ्यो। किसान रिसाउँथ्यो, तर बाँदरलाई चोट पुर्याउन चाहदैनथ्यो। एक दिन किसानले बुद्धि लगायो। उसले खेतको छेउमा केही पाका केरा र स्याउ राखेर आफै लुकेर हेर्न थाल्यो। बाँदर आयो, फल देख्यो र खुसी हुँदै खान थाल्यो। किसान बाहिर निस्केर शान्त स्वरमा भन्यो, बाँदर साथी, तिमीले मेरो बाली बिगार्दा मलाई धेरै नोक्सान हुन्छ। म तिमीलाई फल दिन तयार छु, तर मेरो खेत नबिगार। बाँदर लज्जित भयो। उसले भन्यो, माफ गर किसान दाई, भोकले गर्दा गल्ती गरे। अब म तिम्रो खेत बिगार्दिन। त्यस दिनदेखि किसानले बाँदरलाई थोरै फल दिन थाल्यो र बाँदरले खेत जोगाउन अरू जनावरलाई पनि रोक्न थाल्यो। दुवै मित्र बने र शान्तिपूर्वक बस्न थाले।